फेरि आफ्नो कुरा राख्ने बेलामा फ्रीली सदन प्रतिपक्षका लागि भनिदिएको छ, मान्यता दिएको छ। अनि उहाँहरूले सदनमा चाहिँ बोल्ने सबभन्दा बढी एउटै सांसद हेर्नुहोस् न दिनमा कतिचोटि बोल्छन्, म त्यहाँ होइन प्रतिपक्षतिर। अनि सदनप्रतिका चाहिँ हामी हात बाँधेर बस्ने बाहेक केही पनि हुँदैन। हामीलाई मन हुन्छ विधेयकको बारेमा छलफल गरौँ, कानुनको विषयमा छलफल गरौँ, लामो समय रोकिएका छन् यो पुरा गरौँ भन्ने हामी हुटुटी बोकेर त्यहाँ पुगेका छौँ। हामी त नयाँ हो नि त, हामी त हिजोको दिनमा जनतालाई त्यतै बाचा गरेर पुरा गरेर लिएर गएका छौँ। तर त्यहाँ हुन्छ के प्रधानमन्त्रीले कस्तो कपडा लगाएर सदनमा जानुभयो भन्ने कुराको विषय त्यहाँ प्रवेश हुन्छ। कस्तो कपडा लगाएर जानु पर्थ्यो भनेर किन नलेखेको त हिजो उहाँहरूले? तर अर्थ त राख्छ नै हैन र? राख्छ, म राख्दिनँ भनेर उहाँले के अरे एकदमै गलत देखिने टाइपले आफ्नो ड्रेसअप त लाएर त जानु भएको छैन नि त। होला दौरा सुरुवाल लाउनु पर्थ्यो भन्ने कुरा होला। कोट र अरू सर्ट पेन्ट त अरूले पनि लाएर गन्छ, त्यो लाएर उहाँ जानु। हिजोको दिनमा दौरा सुरुवाललाई किन हटाइयो त? अनिवार्य गर्नु पर्थ्यो होला नि त। ल ठिक छ, आज प्रवेश गरौँ त, दौरा सुरुवाल अनिवार्य गरौँ, हामी पनि तयार छौँ त त्यसमा त। तर हिजोको दिनमा त्यो ड्रेस कोडलाई हटाउने को थियो? अनि आज उभिएर त्यहाँ त्यो विषयमा बहस हुन्छ। मैले भन्न खोजेको कुरा के त्यो विषयमा सानातिना विषयमा बहस हुन्छ। जनताको दिनानुदिन जोडिएका विषयमा त्यहाँ बहस हुँदैन, कानुनसँग विषयमा बहस हुँदैन। अनि त्यो देख्दाखेरि चाहिँ अनि दिक्क लाग्दो रहेछ। हामी नयाँ जो हुटुटी बोकेर गएका छौँ हामीलाई दिक्क लाग्दो, दिनभरि हात बाँधेर बस्ने बाहेक केही हुँदैन।